एकैछिन सोच्नुहोस्, यदि भोलिदेखि नेपालमा सरकारी काम गर्न न त तपाईँ लाइन बस्नुपर्छ, न त कार्यालय धाउनुपर्छ, न त कसैलाई घुस नै दिनुपर्छ, सबै काम आफै गर्न सकिन्छ, त्यो पनि घरमै बसी बसी सजिलै मोबाइल थिचेको भरमा। सपना जस्तो लाग्यो? आउनुहोस्, रवि लामिछाने र बालेन शाहको मास्टर प्लान अनुसार तयार पारिएको राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रमा उल्लेख गरिएको प्रतिबद्धताको बारेमा विस्तृत रूपमा खोतल्ने प्रयास गरौँ। वाचापत्रमा महत्त्वपूर्ण आयाम रहेको छ सूचना प्रविधि हब र सिपयुक्त मानवीय पुँजीको विकास। आगामी 5 वर्षभित्र नेपाललाई विश्वको भरपर्दो सूचना प्रविधि आइटी निर्यात गन्तव्य र दक्ष युवाहरूको देशका रूपमा स्थापित गरिनेछ। कक्षा 12 उत्तीर्ण गर्ने प्रत्येक विद्यार्थीको हातमा बजारले खोज्ने व्यावसायिक सिप प्रमाणपत्र सुनिश्चित गरिनेछ। सातै प्रदेशमा बृहत सिप केन्द्र मार्फत युवा पलायनलाई रोक्ने वातावरण बनाइनेछ। सूचना प्रविधि निर्यातलाई वार्षिक 50 अर्बमाथि पुर्याउँदै डिजिटल नोम्याङका लागि उच्च गतिको इन्टरनेट र कोवर्किङ स्पेस सहितको पूर्वाधार निर्माण गरिनेछ। यसरी नेपाललाई दक्षिण एसियाकै उत्कृष्ट प्रविधि केन्द्र बनाउने लक्ष्य राखिएको छ। उत्पादनमुखी अर्थतन्त्र। यो योजनाले नेपाललाई रेमिटेन्सको मात्र भर पर्ने परनिर्भरताबाट मुक्त गरी उत्पादन र निर्यात उन्मुख अर्थतन्त्रतर्फ मोड्ने लक्ष्य लिएको छ। विशेष गरी ऊर्जा क्रान्ति मार्फत आन्तरिक विद्युत खपतलाई 8000 मेगावाट पुर्याइनेछ। यसले घरायसी र औद्योगिक क्षेत्रमा एलपी ग्यासको आयातलाई 50% घटाई स्वदेशी ऊर्जा स्वदेशी भान्साको लक्ष्य प्राप्त गरिनेछ। यसका लागि 2वटा कोषको व्यवस्था गरिनेछ, नेपाल उत्पादन कोष एनपीएफ र रेमिटेन्स इन्भेस्टमेन्ट फन्ड। यी कोष मार्फत वैदेशिक रोजगारीबाट प्राप्त पुँजीको 30% हिस्सालाई राष्ट्रिय गौरवका आयोजना र औद्योगिक पूर्वाधारमा लगानी गरिनेछ। यसले बाध्यकारी वैदेशिक रोजगारीलाई 20%ले न्यूनीकरण गर्ने ठोस जग बसाल्नेछ। वाचापत्रको सबैभन्दा महत्त्वपूर्ण र ठूलो प्रतिबद्धता हो भ्रष्टाचारको फाइल फर्छौट र पूर्ण रूपमा डिजिटल सुशासन। विक्रम सम्वत 2087 सम्ममा सरकारी सेवा लिन कार्यालय धाउनुपर्ने र कर्मचारी भेट्नुपर्ने बाध्यता अन्त्य गरी फेसलेस र कागजविहीन प्रशासनको आधारभूत ढाँचा तयार गरिनेछ। यसको मुख्य माध्यम हुनेछ एकीकृत नागरिक एप। राष्ट्रिय परिचय पत्रसँग जोडिएको यो एप मार्फत मालपोत, यातायात, राहदानी जस्ता सेवाहरूमा बिचौलियाको सम्पूर्ण सेटिङ विस्थापित गरिनेछ। त्यति मात्र होइन, यस अवधिमा विगतका ठूला भ्रष्टाचार काण्डहरूको फाइल फर्छौट गरी दोषीलाई कानुनी कठघरामा उभ्याइनेछ। राज्यका सबै संवैधानिक र रणनीतिक निकायहरूमा दलीय भातभण्डाको सट्टा 100% योग्यतावाद लागू गरी सुशासनलाई जनस्तरसम्म पुर्याइनेछ। वाचापत्रले एकीकृत कनेक्टिभिटी र पूर्वाधार क्रान्तिको पनि परिकल्पना गरेको छ। विक्रम सम्वत 2087 सम्ममा 15000 मेगावाट विद्युत जडित क्षमता र स्मार्ट राष्ट्रिय ग्रिड मार्फत नेपाललाई ऊर्जा निर्यातको केन्द्र बनाइनेछ। यससँगै 30,000 किलोमिटर गुणस्तरीय राजमार्ग र 10वटा रणनीतिक सिग्नेचर आयोजना समयमै सम्पन्न गरिनेछन्। त्यस्तै सहरी क्षेत्रमा यातायात क्रान्ति गर्दै काठमाडौँ, पोखरा र विराटनगर जस्ता ठूला सहरहरूमा अत्याधुनिक सहरी ब्लू बस र विद्युतीय सार्वजनिक यातायातको एकीकृत सञ्जाल विस्तार गरिनेछ। वैज्ञानिक रूट इजाजत प्रणाली र इन्टेलिजेन्ट ट्रान्सपोर्ट सिस्टम आइटीएसको प्रयोग मार्फत यातायात क्षेत्रको सिन्डिकेट र अस्वस्थ प्रतिस्पर्धालाई पूर्णतः खारेज गरी सहरी आवागमनलाई सुरक्षित, प्रदूषणमुक्त र प्रविधि मैत्री बनाइनेछ। योजनाको 5औं आयाम हो स्वच्छ सहर, जलवायु कूटनीति र सामाजिक न्याय। विक्रम सम्वत 2087 सम्ममा काठमाडौँ लगायतका प्रमुख सहरहरूमा वायु प्रदूषण 50%ले घटाउने लक्ष्य लिइएको छ। चुरे दोहनलाई पूर्णतः नियन्त्रण गरी मधेसको मरुभूमिकरण रोक्ने अभियान सुरु गरिनेछ। सहरी क्षेत्रमा ढल र फोहोर मैला व्यवस्थापनलाई वेस्ट टु वेल्थ मोडलमा रूपान्तरण गर्दै एकीकृत प्रशोधन केन्द्रहरू मार्फत नदीहरूको पुनर्जीवन र व्यावसायिक जैविक मल उत्पादन सुनिश्चित हुनेछ। त्यस्तै सामाजिक सुरक्षाको कुरा गर्दा सुरुदेखि अन्तिमसम्म राज्यको स्वचालित उपस्थिति महसुस गराइनेछ। योगदानमा आधारित सामाजिक सुरक्षालाई अनौपचारिक र स्वरोजगार क्षेत्रसम्म विस्तार गरिनेछ। अब यो योजना पूर्ण रूपमा लागू हुन्छ वा हुँदैन भन्ने जवाफ समयले दिनेछ।
तर यसरी विस्तृत रूपमा लक्ष्यहरू सार्वजनिक गर्नु आफैमा राजनीतिक पारदर्शिताको एउटा राम्रो उदाहरण भने पक्कै हो। यदि यो भिडियो उपयोगी लाग्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोस्। हरेक पाइलाको अर्को सामग्रीमा यसरी नै विश्लेषणात्मक सामग्रीहरू ल्याइरहनेछौँ। धन्यवाद।